नमस्कार, म शक्ति परियार कर्णाली कचहरी युट्युब च्यानलमा उपस्थित भइसकेको छु। आज म तिला गाउँपालिकाको विषयमा मलाई केही कुरामा बोल्न मन लागेको छ। म बुदागत हिसाबमा भन्नेछु यसको विषयमा। जस्तो तिला गाउँपालिका घुम्ती कोष रहेको छ एउटा, जुन चाहिँ युवा स्वरोजगार अन्तर्गत पर्छ। अर्को छ बिउपुँजी कार्यक्रम। बिउपुँजी कार्यक्रम भनेको नेपाल सरकार कृषि मन्त्रालयद्वारा घाइते तथा शहीद परिवारलाई दिएको अनुदान रकम हो। जुन अर्को रहेको छ महिला सहकारी संस्था। महिला सहकारी संस्था म यो जुन चाहिँ तिला गाउँपालिका 1 नम्बर बुदामा गए, जो तिला गाउँपालिका घुम्ती कोष को बारेमा म थोरै केही कुरा जानकारी दिनेछु। जुन चाहिँ तिला गाउँपालिका घुम्ती कोष भनेको कस्तो हो भने, युवा उद्यमी हुनुहुन्छ, जसले चाहिँ नयाँ उद्यम गर्न खोजिराख्नु भएको छ। उहाँहरूलाई गाउँपालिकाले एउटा बिना लगानीको, बिना धितो, बिना ब्याजमा चलाउने निर्ब्याजे पैसा भन्छ, जो चाहिँ तिला गाउँपालिकाको घुम्ती कोष। यहाँ तिला गाउँपालिकाको जो घुम्ती कोष छ, यहाँ के भइदियो भने, यहाँ चाहिँ जो नेताको अध्यक्षको जो आसपासको मान्छे छ, अध्यक्ष स्वयंले नै यो तिला गाउँपालिका घुम्ती कोष अन्तर्गतको पैसा चलाएको। जो मान्छेले त्यो पैसा चलाइराख्नु भएको छ, उहाँहरूले चाहिँ पालिकामा दिँदाखेरि चाहिँ एउटा व्यवसायको दिनुभएको छ। अहिलेसम्म कुनै पनि मान्छेले चाहिँ यसको व्यवसाय रूपमा नगरेको र जुन घुम्ती कोष अन्तर्गतको पैसा 2 वर्ष 3 वर्ष चलाएर रिटर्न हुनुपर्ने पैसा हो, त्यो पैसा अहिलेसम्म पनि रिटर्न नभएको देखिएको छ। यसमा के हुन्छ भने, जसले चाहिँ यहाँ व्यवसाय गर्न खोजिरहेछ, उद्यम गर्न खोजिरहेछ, त्यस्तो मान्छेहरूले चाहिँ यहाँ मारमा परेका छन्। जो साँच्चीकै व्यवसाय गर्न खोजिरहेको छ, उनीहरूलाई चाहिँ यहाँ यो पैसा पाएको देखिएको छैन। जो चाहिँ यहाँ तिला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत वडा अध्यक्षका आफन्तहरू लगायतका जुन चाहिँ यहाँ पार्टीका आसेपासेहरूलाई चाहिँ यो तिला गाउँपालिका घुम्ती कोष अन्तर्गतको पैसा बाँडिएको छ र यो स्वत तरिकाले चाहिँ पचाउने भन्ने हिसाब मनसायमा यहाँ मान्छेहरूको ध्यान गएको देखिएको छ। र म अर्को विषयतर्फ गएँ, जो चाहिँ बिउपुँजी कार्यक्रम अन्तर्गत, जो नेपाल सरकार कृषि मन्त्रालयद्वारा बिउपुँजी कार्यक्रम हो, जो चाहिँ शहीद घाइते तथा शहीद परिवारलाई दिएको अनुदान रकम। यो घाइते तथा शहीद परिवारलाई अनुदान दिएको रकम चार वर्ष भयो। अहिले 4 देखि 5 वर्ष लागिसक्यो। यहाँका जो त्यो समितिमा हुनुहुन्छ, तिनी मान्छेहरूले चाहिँ यहाँ रकम अपचलन गरेको पाइएको छ। यहाँ जो चाहिँ शहीद परिवारहरूले बिउपुँजी, जस्तो के हो भने, अब त यहाँ चाहिँ बाली नाली लगाउने अब समय आयो। यतिखेर चाहिँ कुनैसँग बिउ हुँदैन, बिउ किन्ने पैसा हुँदैन। त्यसको लागि नेपाल सरकारले दिएको पैसालाई यहाँ चाहिँ मान्छेले तानासाही हिसाबमा, जुन चाहिँ यिनीहरू जनताहरू भनेका भेडा हुन्, हामीले चराइहाल्छौँ भन्ने मानसिक भएका, कुबुद्धि भएका मान्छेहरूले चाहिँ यहाँ पैसा चाहिँ अहिले आफ्नो हिसाबमा चलाइरहेको, 4 वर्षसम्म पनि अहिलेसम्म पनि पैसा नबाँडेको देखिएको छ। र अझै पनि यो पैसा नबाँडेर हामीले पचाउनु पर्छ भन्ने चाहिँ कुबुद्धि भएका कोही 2-4 जना भ्रष्टहरूले चाहिँ यो पैसा चलाइरहेको। र अहिले उनीहरू चाहिँ यो पैसा खै भन्दाखेरि चाहिँ सम्पर्कमा नआउने, त्यस पछाडि आएर हामी मिलाइहाल्छौँ, कुनै पनि जस्तो त्यो पैसा लिने मान्छेले
यहाँको पार्टीको कुनै पनि इन्चार्जलाई भन्ला अथवा कसैलाई भन्ला, नजिकको मान्छेलाई भन्ला, ल मलाई 2-4 महिना अथवा कुनै बेला चाहिँ यसलाई चाहिँ रोकिदिनु पर्यो, बिस्तारै मिलाउँछु। यहाँ 4-4 वर्ष भइसक्यो अहिलेसम्म, खै त पैसा यहाँ जनताहरूले पैसा पाउनु परेन। तपाईँहरूले चाहिँ आफ्नो काम जो चाहिँ सर्वसाधारण जो चाहिँ हिजो पीडित थिए, जो चाहिँ 10 वर्ष जनयुद्ध लडेर चाहिँ उनीहरूको रगतमाथि खेलबाड गरिएको छ, यो कुरा चाहिँ मलाई चित्त बुझेको छैन। र जसले पैसा चलाउनु भएको छ, अब खबरदार हुनु होला, तपाईँले यो पैसा पचाउन पाउनुहुन्न। र यो जति वर्ष तपाईँहरूले सामान्य पैसा होइन साथी हो, यो हो लगभग 40 लाख बराबरको रकम चाहिँ यहाँ बाँडफाँड गरिएको छ। र जो चाहिँ माथिल्लो तहका छन्, मै यो तिला गाउँपालिका कब्जा गर्छु, भोलि बिहान चाहिँ तिला गाउँपालिकाको कुनै पनि ठुलो पदमा उठ्छु, जिल्लामै राम्रो मान्छे बन्छु भन्ने मान्छेले चाहिँ यो पैसा अपचलन गरिरहेको छ र यो पैसा चलाइरहेको छ। उनीहरूलाई म के भन्न चाहन्छु भने, अब तिला गाउँपालिकाको मान्छेहरू जागिसकेका छ। या कसैलाई दबाउन खोज्नुभयो भने, तपाईँले अरूलाई खाल्डो खन्नुहुन्छ भने आफ्नो खाल्डो आफै खन्नु बराबर हो। तपाईँले यो नसोच्नुहोस् कि जो तपाईँले त्यो पैसा चलाइराख्नु भएको छ नि, त्यो भने आफ्नो आमाको रगत खानु बराबर हो। सर्वसाधारण मान्छेले जसको निमुखा मान्छेको पैसा त्यसरी अपचलन गर्नु भने। र यो भन्न चाहन्छु म। र रह्यो अब अर्को कुरा, जुन चाहिँ महिला सहकारी संस्था, याभन्दा अघिल्लो जुन चाहिँ अध्यक्ष उपाध्यक्षज्यू हुनुहुन्थ्यो, उहाँहरू हुँदाखेरि चाहिँ यो महिला सहकारी संस्था भनेर तिला गाउँपालिकाभरिका महिलाको पैसा उठाइयो सहकारीको नाउँमा, जुन पैसा चाहिँ अहिलेसम्म पनि तिला गाउँपालिकाका महिलाहरूले सहकारीको नाम शुद्ध पनि नथाहा पाएको यहाँ भेटिएको छ। जस्तो मैले मेरो जो 2 नम्बर वडा पर्छ मेरो, यो 2 नम्बर वडामा मैले हाम्रो गाउँको महिलाहरूको हित हुन्छ भनेर मैले चाहिँ 15-20 जनाको मैले पैसा सङ्कलन गरेको थिएँ। र त्यो पैसाले गर्दा मलाई पनि थोरै टचर दिनुभएको छ। हाम्रो पैसा खै मिले खाइ नखाए, बिहान बेलुका खाइ नखाइ कमाएको पैसा जो चाहिँ सहकारी खोलेर भोलि बिहान चाहिँ गाउँपालिकाभरि जुन चाहिँ मासिक पैसा उठाउँदै बचत उठाउँदै गयो भने कुनै समस्या परेको बेला चाहिँ यसको चाहिँ सदुपयोग गर्न सकिन्छ कि भनेर ठुलो आश बोकेर चाहिँ महिला सहकारी संस्था खोल्ने भनेर चाहिँ योजना बनाइयो। जुन योजना बनाउँदाखेरि जुन आश्वासन दिएको थियो, र अहिले त्यो सहकारी न त सहकारी छ, न त संस्था छ, न कुनै केही पनि किसिमको चाहिँ यहाँ गाउँपालिकाभरिको महिलालाई जानकारी नभएको अवस्था छ। यो तपाईँहरू पनि शान्त नबस्नु होला, किनभने भोलि बिहान चाहिँ यसरी जान्छ, यसरी केही नभने 5-6 लाख रुपियाँ उठिरहेछ, त्यो पैसाको भोलि बिहान चाहिँ बाहिर आउन सक्छ। विचार गर्नु होला राम्रोसँग चाहिँ तपाईँहरूले, किनभने यहाँ आएर महिला दिदीबहिनीहरूलाई चाहिँ हामीले यसरी सहकारी संस्था चलाइरहेका छौँ, अब गाउँ गाउँमा आउँछौँ भन्ने गरी तपाईँहरूले चाहिँ यो सहकारी संस्थालाई पनि अगाडि बढाउनु होला। र समग्रमा चाहिँ तिला गाउँपालिका अहिले के छ भन्नुहुन्छ भने कर्मचारी तन्त्र भएको छ। र अर्को कुरा चाहिँ अध्यक्षमुखी भएको छ। जुन चाहिँ तिला गाउँपालिकामा कर्मचारी भर्ती गर्ने क्रममा चाहिँ हाम्रो जो मोतीलाल ढोकाजी हुनुहुन्छ गाउँपालिका अध्यक्ष, उहाँले चाहिँ आफ्नो आसेपासेलाई चाहिँ यहाँ बढी रोजगार दिएको छ। र यहाँ चाहिँ जो दुखी गरिब छन्, जो चाहिँ साँच्चीकै पीडित छन्, जसलाई चाहिँ साँच्चीकै चाहिँ खाना पुग्दैन, उसलाई चाहिँ जागिर दिनुपर्ने ठाउँमा पावर र पहुँचको चाहिँ उहाँले दुरुपयोग गर्नुभएको छ भन्न चाहन्छु। र तिला गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य, रोजगार, विकासे काममा कोही कसैले पनि अबदेखि चाहिँ यहाँ यसरी चाहिँ हामी मिलाउँछौँ, पावर पहुँचमा मिलाउँछौँ भन्ने सोच र कल्पना कहिले पनि नगर्नु होला भन्दै म बिदा हुन्छु। हवस् त, नमस्कार।